कोही न कोही त हो के हो रे हामी त्यो के अरे वर्ल्डको एउटा उ त हो नि पार्टी के भन्ने हानेको शब्द घाँटीमा के अरे पार्टी हो तर हामी इन्भाइटेड छैन टाइपको त्यही त अब त्यस्तै हो कि जति धेरै उयो भयो होइन अनियन जस्तो मल्टिलेयर नवाजले खा मार्केट एकटाका त दुर्गेश छाया थियो नि दुर्गेश त अल टाइम हो नि अहिले त खै मैले देखेँ होइन अलि त्यो सोसियल मिडियामा भाइरल भन्नाले नि अब त्यो नेपालमा त ऊ आउँछ कि फेस्टिभल टार्गेट अब के आउँछ होली होली मङ्सिर होइन होलीभन्दा अगाडि त केही आउँदैन नि त्यस्तो मेन त केही नै आउँदैन होली नै हो क्या त्यस्तो मेन त अब के नै छ र तिहार अनि होली त होला नि अब महोत्सवतिर देख्छ जाडो महिना महोत्सव हुँदैन उखार्छ नि स्टेज त यहाँ बरुडमा आएको थियो होइन मणिघाटी जान त अनि गयो रमाइलो भयो क्या अनि घर आएर होइन सोसियल मिडियामा त सबले के पोस्ट गरे के अरे होलीमा आएर के को गीत गाएको थियो तिहारको कि तिजको खै यस्तो के थियो होइन सबले त्यो पोस्ट गरिरहेको थियो त्यसको गीत त्यहाँ चाहिँ फेरि सबै नाचेको थियो कि हिपोक्रेसी त त्यहाँ छ कि अब मैले त्यही सोचेँ कि अब सबै नाचेको थियो होइन त्यहाँ चाहिँ अब रमाइलो भयो अरे उनीहरूलाई घर गएर अब के गर्ने बोर भयो होला क्या निन्द्रा लागेन होला के भनौँ भनेर अ डे इन माई लाइफमा त भन्नु पऱ्यो नि त केही न केही त मान्छेले त्यस्तो पोस्ट गर्छ है इन्गेज गराउनु पऱ्यो नि त मान्छेलाई हो तर के होइन पैसा पनि हुन्छ होइन तर आफूलाई देखाउन सक्नु नि ठुलो कुरा हो है स्टार्टिङ त अब त्यही त हो नि सुरुमा चाहिँ अब भ्यालिडेसनको लागि गर्ने अनि अब बिस्तारै प्यासन भन्ने अनि झ्याउ लाग्दैन दिनकै उठेर त्यो त काम जानु भन्दा नि चर्को भयो नि त्यो फुल टाइम कन्टेन्ट क्रिएसन गरेर बस्छ नि त मान्छेको है तर उसलाई रमाइलो लाग्छ होला त्यो कुरामा त्यही भएर क्या अब होइन पैसा आउनु थालेपछि रमाइलो लाग्छ नि त त्यही माथि अब त्यो कसै किचकिच नि सहनु परेन पैसा नि आइरहेछ अब आफूले दिनभरि के उठेदेखि सुतेसम्म के गर्यो त्यही देखाउने मात्र एउटा सेन्सले त हो तर लाइफै हुन्छ है फक हुन्छ है जे छ त्यसमा चित्त बुझाउनु पर्ने टाइपले अब हो नि भन्नाले अब त्यो जे गरे नि देखाउनै पर्ने के नत्र त अब मार्केटै बिग्रेन नि तर यो मार्केट ठुलो छ नि मार्केट अझ बढ्दैछ हो इन्फ्लुएन्स मार्केटै कति बिलियनको हुन्छ भन्ने आज पैसा चाहिँ कसरी कमाउँछ योबाट मैले नबुझेको कुरो चाहिँ त्यो ब्रान्डलाई प्रमोट गरिदिने अनि त्यो मैले प्रमोट अनि अर्को त एडबाट आउँछ अलिअलि अरू त अफलाइनै केही छैन होइन कि त्यो मैले त्यो इन्स्टाग्राम कि केमा टिकटकमा देखाएको थिएँ होइन हुन्छ त पेड प्रमोसन विथ दिस वान अनि त्यो ब्रान्ड हालेको भिडियोमा चाहिँ खासै भ्यू त आएको थिएन के त्यो आएको पैसा अब कसैले अब डिल गरे हुन्छ जस्तो भ्यू आएन नआए नि पैसा चाहिँ आउने होइन अब त्यो जस्तो लागि चाहिँ अब आफूले नेगोसिएसन गर्न सक्नु पऱ्यो नि त ठुल्ठुलो कम्पनीहरूले त्यसरी नै डिल गर्छ सानसानोहरूले अब त्यसरी नै गर्छ कति फलोवर छ कति अब त्यो एनालाइटिक्स हुन्छ नि त इन्स्टाग्रामहरूको र इन्स्टाग्राम चलाउँदा दिमाग खराब भइसक्यो ह्याक भयो कति तेरो फलोवर 2400 रातारात भाइरल के अनि रातारात गायब त्यही त हो नि क्विक त्यो अब डोपामिन यहाँ बिहान गऱ्यो त 16 वर्ष तपाईँकोलाई चलाइहाल्छ नि चलाउनु त अब त्यो झन् धेरै चलाउँछ क्या अब हो के सर्टेन वेबसाइटहरू त छ नि त फेरि त्यो अब ड्रग जस्तै भयो के जे इलिगल छ त्यो धेरै छ क्या दाइ मार्केटमा डिमान्ड कसरी रेगुलेट गर्छ भन्ने कुरो तर त्यो एकदम राम्रो चिज चाहिँ राम्रो चिज हो गर्न चाहिँ खोजे हो लाइक फर्स्ट टाइम होला संसारमै के नराम्रो चाहिँ गरे होइन तर फाइदा केही छैन इम्प्लिमेन्ट कसरी गर्छ भन्ने कुरो न हो
यताबाट जाऊँ न यताबाट जाऊँ के खसिन्न के म हिँडेको छु क्या एडभेन्चर अस्ति यहीँ आएको होइन माथि ऊ त्यो पुलनिर त हो डोमेस्टिक हो डोमेस्टिक त हो क्या अरे यो हो कहाँ छ जानु त्यहाँ त्यहाँ त रनवे नै छैन त